एकपल्ट यो भिडियो हेरौँ है। Do you think Buddha Nepalese or Indian? Some Nepalese say Buddha born in Lumbini, so far of Nepal. So Buddha was Nepalese, not Indian. That's nonsense, I think. Buddha, not Tibetan, not Chinese, but Indian. गौतम बुद्ध भारतमा जन्मेका हुन् भनेर भन्ने दलाई लामा चीनले तिब्बतलाई क्याप्चर गरेपछि तिब्बतबाट भागेर भारतमा बसोबास गर्दै आएका छन्। तिब्बतबाट भागेर नेपालमा आएर शरणार्थीको रूपमा जीवन बिताए तापनि कतिपयसँग भने नेपालको वंशजकै आधारमा पनि नागरिकता रहेको पुष्टि भएको छ र कतिपयसँग भने अहिले पनि नागरिकता नरहेको खुल्न आएको छ। यसैबीच तिब्बतीयन धर्मगुरु भनेर चिनिने दलाई लामाले फेरि तिब्बतको मोभमेन्टलाई सतहमा ल्याएका छन्। अहिलेसम्म नेपालमा बनेका कुनै पनि सरकारलाई शुभकामना तथा बधाई नदिने धर्मगुरु दलाई लामाले अहिलेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भने अचानक यिनले बधाई र धन्यवाद दिएका छन् र साथसाथै अहिलेको जेनजी आन्दोलनमा टिओबी तिब्बतियन ओरिजिनल ब्लड लेखेको ज्याकेट लगाएको युवाहरूले प्रदर्शन गर्नु, त्यसै गरेर चाहिँ फ्री तिब्बतको नारालाई चाहिँ घुमाउरो पाराले चाहिँ हाम्रो देश हामीलाई फिर्ता चाहिन्छ भने जस्ता चाहिँ नारामा चाहिँ यालीहरू सुनिनु, यो के संयोग होला त? र साथसाथै अमेरिकन युथ काउन्सिलकी मेम्बरलाई चाहिँ अहिले मन्त्री बनाउनको लागि चाहिँ जेनजीको मन्त्री भनेर चाहिँ अहिले सरकारमा पठाउन खोज्नु र साथसाथै बारबारा फाउन्डेसनका अधिकांश मेम्बरहरू अहिलेको सरकारमा छिरिनु, के यो संयोग हो या चाहिँ कुनै ठुलो चलखेल चलिरहेको छ? राजनीतिक विश्लेषक, विज्ञहरू र राजावादी सोच भएका मान्छेहरूको मुखबाट के कुरा सुन्नमा आउँछ भने अहिले फ्री तिब्बतको क्याम्पेनिङलाई अमेरिकाले फन्ड गरिरहेको छ र चाइनाबाट चाहिँ तिब्बतलाई अलग गराउनको लागि चाहिँ अमेरिकाबाट जति पनि फन्ड आइरहेको छ त्यो फन्ड चाहिँ दलाई लामाको फन्ड मार्फत बारवटा फाउन्डेसन र हामी नेपाल हुँदै नेपालमा आएर यो सबै काम चाहिँ प्रि प्लान रूपमा चाहिँ भइरहेको छ र चाहिँ नेपाललाई चाहिँ कसरी रणभूमि बनाउँदैछ भने तिब्बतलाई चाहिँ फ्री गराउँदाखेरि चाहिँ चाइना विरोधी गतिविधिहरू चाहिँ नेपालबाट चाहिँ गर्न सकियोस् भनेर चाहिँ आफू अनुकूल अहिलेको सरकार बनाएको भन्ने चाहिँ दाबी रहेको छ। झट्ट हामीले हेर्दाखेरि पनि त्यही देखिरहेको छ। यति भन्दै गर्दा हामीले इतिहासमा पहिले पनि घटेको घटनालाई बिर्सनु हुँदैन। अमेरिका र भारत मिलेर नेपालको मुस्ताङमा चाहिँ चाइना विरोधी गतिविधि गर्नको लागि चाहिँ एउटा आर्मी क्याम्प नै खोलेर खम्पा विद्रोही या समथिङ के नाम भएको एउटा क्याम्प खोलेर चाहिँ चाइना विरोधी गतिविधि गरेर फ्री तिब्बतको मोभमेन्टलाई अगाडि सार्दाखेरि चाइनाले यदि नेपालले चाहिँ त्यो सेनाहरूलाई चाहिँ तत्काल हटाउन सकेन भने चाइनाले चाहिँ आक्रमण गर्ने र मुस्ताङको भूभागलाई चाहिँ चाइनाले क्याप्चर पनि गर्न सक्ने भनेर चाहिँ चेतावनी दिइसकेपछि तत्कालीन राजाले चाहिँ त्यो भूभागमा रहेका सम्पूर्ण आर्मीहरूलाई चाहिँ त्यहाँबाट लखटेको भनेर चाहिँ भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। सायद त्यस्तै त हुन लागेको होइन। यदि त्यस्तो भइहाल्यो भने नेपाल नरहेर रणभूमि हुन पक्का छ। त्यसैले बेलैमै हामी सचेत हुन जरुरी छ। अन्धभक्त भएर काम छैन।